सँगै थोड़ी थोड़ी मोबाइल हेर्ने हो लाके चाहिँ त वाउ हाम्री प्यारी भाउजू खतरा पोजिसनमा हुनुहुन्छ कसो अरे आन्टी कसरी जानु अरे आन्टी ल आइदिनु भयो धन्यवाद तपाईहरुलाई खै हात मिलाउँदै एकचोटी ल धन्यवाद फाइनली भेटिसकेको छ गाइस यहाँनेरि हामीसँग टिममा फाइनली कलाइसकेको छ हाम्रो चाहिँ हैन अब प्रमोसनमा अब यहाँनेरि पकाउँदैछ हामी सँगै थोड़ी थोड़ी मोबाइल हेर्ने हो लाके चाहिँ त भरे भ्लगमा आउँछ हो यहाँनेरि हेर्नु सक्नुहुन्छ हाम्रो ल के भन्छ र थुक्पा चाउमिनलाई हैन ल यति भन्दै बाइ बाइ जानुहुन्छ होला दिदी बाइ बाइ टाटा सी यू मेरो प्यारो राजालाई दिनला प्रशंसाको प्रभुलाई गर्छु प्रशंसा महिमाको राजालाई गर्छौ महिमा फुलहरू ढकमका फुलिरहेछ चराहरू पनि गाइरहेछ फुलहरू ढकमका फुलिरहेछ चराहरू पनि गाइरहेछ तपाईकै स्वरूपमा बनिएका सबैले तपाईकै स्वरूपमा सजिएका सबैले हाम्रो प्यारो राजालाई दिन्छ महिमा हाम्रो प्यारो राजालाई प्रशंसाको प्रभुलाई गर्छौ प्रशंसा महिमाको राजालाई गर्छौ महिमा प्रशंसाको प्रभुलाई गर्छौ प्रशंसा महिमाको सोच्छौँ भने अनि त्यो चाँडो अन्त्यको नजिक पनि हो र परमेश्वरको इच्छालाई पुरा पनि हुन सक्दैन तसर्थ हामी एउटा जीवनको एउटा नेक्स्ट लेभल अर्को उचाइमा जानलाई हामी भित्रको भएका परमेश्वरले दिनुभएको उचाइमा जान नदिने समस्याहरू गहिराइमा जानुपर्छ र हामी परमेश्वरको त्यो समस्यालाई पहिचान गर्दै समाधान गर्दै हामी आशिष जीवन जिउँदै अनि अरूलाई पनि बचाउने र हामी निस्वार्थ जीवनमा अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिँदै आजको वचनलाई म यही अन्त्य गर्न चाहन्छु र बाँकी समय सन्तान नेपालको छिटै बिदा हुन चाहन्छु। सबैजना जय मसी। जय मसी। हालेलुया।
घोच्यो भने चाहिँ असाध्यै रमाउनु पर्ने हुन्छ बच्चाले घोच्यो भने धेरै रमाउनु पर्ने हुन्छ किनभनेदेखि बल्ल मेरो पापहरू बच्चाले छुयो भन्ने कुरा पत्रिकले प्रचार गर्दाखेरि यहुदीहरूको मुटु वारपार भालाले घोचे जस्तो दुःख भयो त्यति कारण भएर र त्यतिखेर 5000 ग्रहण गरेका हामीले वचन सुन्दा दिनभरि हाँसेर मात्रै गयौँ भने चाहिँ त्यस्तो राम्रो फाइदा पनि गर्दैन तर हामी घायल भएको होइन कि शैतान घायल भएको हामीभित्र भएको दुष्ट घायल हुँदाखेरि चाहिँ वचनले आफूलाई घोचेको अनुहार वचनले घोचेको हामीले महसुस गर्छौँ अनि वचनले हामीलाई घोचेको होइन हामीभित्र जिउने पापलाई घोचेको ल आज चाहिँ मङ्गलबारको सङ्गतिको यहाँ खाजा तयार हुँदैछ गाइस भनेर यता हेरिदिनु त भाउजू बा तपाईँको अनुहारले गर्दाखेरि धेरै भ्युज आउने हो कि हेर हेर यता गाइस मनिषा दुईजना भएपछि चाहिँ के हुन्छ क्या यता हेरिदिनु त तपाईँको देखेन हौ अलिक हो वाउ हाम्री प्यारी भाउजू खतरा पोजिसनमा हुनुहुन्छ आइए 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 ये वही है जो सर्दी में नहाता नहीं है यता पनि हाम्रो आन्टी नि खतरा पोजिसनमा हुनुहुन्छ यहाँनिर हाम्रो भाइहरू चाहिँ यहाँनिर चिसो बाँड्नको लागि रेडी हुनुहुन्छ जाऊ हुन्छ अरे अबे Isha like Isha. Kokol le dia. Kokol le. अब हामी चाहिँ पाहुना हो यस्तै हो हैन पाहुनाको लाइफ त अर्कै हुँदै अहिले हान्रा पाहुनाको लाइफ चाहिँ यस्तो उता चाहिँ रेचे दिँदैन नि को गाउँले यता यस्तो चल्दैछ गाइज हजुर तपाईको भ्लगमा चाहिँ हामी पनि देख्छौँ ल तपाईको भन्नु के छ वरिपरि बसेर गाइस कति रमाइलो देखेको हाम्रो संगति चाहिँ यस्तो हुन्छ तपाईहरुकोतिर कस्तो हुन्छ भन्नु होला यो चुलाको वरिपरि बसेर हेलो के छ कस्तो छ कस्तो चल्दैछ खोइ चिसो उठाउलो छिटो सकिसक्यो होला कसैको ल ल ल ल मिठो रहेछ कस्तो कस्तो हेर्दा पनि राम्रो देखेको वरिपरि बसेर
ब्युटिसियनमा के रे यो हो के रे भन्छ नि हौ त्यो कसो अरे आन्टी कसरी जानु अरे आन्टी No. ल यो त चाहिँ बाँडिसकेर उभि दिँदै हुनुहुन्छ कस्तो भएछ त बस्नु न हौ भुइँ तानेर कति आनन्द छ हौ मान्छेहरूलाई यता चाहिँ हो उसको अनुहार देखाउनु अरे भाइरल हुन्छ अरे म खाइसक्नु भयो ल तपाईहरुलाई पनि धन्यवाद कस्तो कालो निस्किँदो रहेछ यहाँ त तपाईहरुलाई पनि खाइदिनु भयो आइदिनु भयो धन्यवाद ल यहाँ चाहिँ खाइसकेर बटुल्ने काम हुँदैछ यो डल्ले चाहिँ सकेको रहेन रहेछ बाई बाई ल आइदिनु भयो धन्यवाद तपाईहरुलाई खै हात मिलाउँदै एकचोटी ल धन्यवाद ल बाई बाई नानी चाहिँ नबिर्सिनु है अरे के फेरि हाँस्दै बोल्दै ल बाई बाई आन्टी फाइनल्ली सकेको किन हौ तिमीलाई चाहिँ यता चाहिँ ढिलो पार्टीहरू आज सकेको छैन बाड्दा गरेर बिचराहरू